बुढी आमा दाउरा बटुल्न जंगल गएकी थिइन्। त्यही बेला उनलाई त्यहाँ एउटा रुपहलो चम्किलो चस्मा भेटियो। बुढी आमाले त्यो चस्मा उठाएर घर ल्याइन्। घर पुगेर जत्तिकै उनले त्यो चस्मा आँखा लगाइन्, उनी अचानक धनी र जवान युवतीमा बदलिन्। यो सबै कुरा नजिकैको एक लोभी छिमेकी बुढो झ्यालबाट हेरिरहेको थियो। उसले मनमा नै सोच्यो, यदि मलाई पनि त्यो चस्मा मिल्यो भने म पनि जवान र धनी बन्नेछु। राति जब बुढी आमा गहिरो निद्रामा थिइन्, त्यो छिमेकी चुपचाप घरभित्र पस्यो र चस्मा चोरेर छिटो भाग्यो। आफ्नो घर पुगेर उसले ठूलो उत्साहका साथ चस्मा आफ्नो आँखामा लगायो, सोच्दै भन्यो, अब म पनि जवान र धनी बन्नेछु। तर जत्तिकै उसले चस्मा लगायो, ऊ अन्धो बुढोमा परिणत भयो। उसलाई चारैतिर अँध्यारो मात्रै देखिन थाल्यो र डरले चिच्याउन थाल्यो। बिहान बुढी आमा उठ्दा जब चस्मा हराएको थाहा पाइन्, उनी दुखी भइन्। केही समयपछि छिमेकी आफ्नो गल्ती स्वीकार्दै फर्कियो। उसले माफी माग्यो र चस्मा फिर्ता दियो। बुढी आमाले शान्त स्वरमा भनिन्, यो चस्मा जादुई हो। राम्रो मन हुनेलाई राम्रो फल दिन्छ र लोभ गर्नेको जीवन बिगार्छ। छिमेकीले आफ्नो गल्ती बुझेपछि फेरि कहिल्यै लोभ नगर्ने कसम खायो। यदि तपाईलाई कथा मन पर्यो भने लाइक गर्नुहोस्, फलो गर्नुहोस् र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।